सामाकोशी चोक होइन आज अब यो चोकमा जनताको साथ सहयोग जुटाएर यहाँ हामीले वीरेन्द्र सरकारको शालिग पनि स्थापना गर्नेछौँ। सबैले साथ दिनुहुन्छ नि होइन? यहाँले ट्राफिक चोकको छेउ पनि ट्राफिकलाई पनि बस्न मिल्ने गरी यहाँ हामी वीरेन्द्र सरकारको शालिग स्थापना गर्नेछौँ। सबैले साथ दिनुहुनेछ किनकि यो सबै जनताको चाहना हो। यो अघिल्लो चोक थियो गङ्गापुर चोकलाई पहिला अपराधीहरूले गणतन्त्र चोक घोषणा गरेका थिए। अब यो ठाउँ सबै वीरेन्द्र चोकको रूपमा परिचित हुनेछ आजको दिनबाट। त्यसैले वीरेन्द्र सरकारको यो काठमाडौँमा कुनै पनि चोक छैन वीरेन्द्र सरकारको नाममा, कुनै शालिग पनि छैन। त्यो अब हामी यहाँ तल गर्नेछौँ। यहाँ शालिग नभएको कारणले अब अर्को बयसको वीरेन्द्र सरकारको जन्म जयन्ती चाहिँ यही सामाकोशी चोकमा हामी त्यस कारणले स्वर्गीय श्रीमान वीरेन्द्र आमा वीरेन्द्र सरकार शक्तिको सम्मान यति पनि हामीले गर्न सकेनौँ भने त्यो वीरेन्द्र सरकारको दायित्व कपाल फलेका जनतामा अहिले पनि म धेरै देख्छु धेरैमा वीरेन्द्र सरकारको फोटोग्राफरले सम्मान गरेको देखिन्छ। त्यो जनसरकार पनि आज जोड्नु होला यिनीहरू चाहिँ विदेशीको इसारामा त्यो सजिरहेको छन्। त्यसैले आजको दिनमा हामीलाई घोषणा गर्नेछौँ र वीरेन्द्र सरकारको आत्माको शान्तिको लागि राष्ट्र संस्था पनि चारभन्दा चाँडो पुनर्स्थापना गर्नेछौँ हो किन? लामो भाषण गर्न चाहिने सबैजना हामी अनुशासित भएर सबै जनताहरूलाई समेट्दै दायाँ दायाँ बसेका जनताहरूलाई समेट्दै हामी हजारौँको सङ्ख्यामा हामी तलखेर जानेछौँ। सबै साथीहरू वहीँसम्म पुग्नु होला, बिचमा कोही पनि नलाग्नु होला। हस् धन्यवाद। Terima kasih.